बनै रंगीन भयो मजुर आएपछि वावा। सम्पूर्णमा नमस्कार, नमस्ते नमस्ते गर्दा फर्काउनु होला। आराम हुनुहुन्छ? म फेरि एकचोटि नमस्ते भन्छु। मलाई यो नारायणघाटको नमस्ते फिर्ता दिनु होला। नमस्ते। यो हो नि त जोस भनेको। भन्दै थिए बनै रंगीन भयो मजुर आएपछि, सफलताको शिरमा गजुर आएपछि। बनै रंगीन भयो मजुर आएपछि, सफलताको शिरमा गजुर आएपछि, देशै उज्यालो बनाउन नयाँ वर्ष आयो, यो कार्यक्रम उज्यालो भयो हजुर आएपछि। बाबा यसको व्यवस्था पनि छ। यो सुन्दाखेरि त गाउँ गाउँ जस्तो पनि लाग्दो रहेछ। थ्याङ्क यू सो मच। कस्तो मजाले बजाउनु भयो। म विशेष गरिकन स्टेजमा जान्छु हँसाउँछु भनेको थिएँ। हाम्रै स्थानीय दाइले स्टेजमा गएर तपाईँलाई हँसाएको त हामीले देखिरहेको छौँ, चलचित्रको बारेमा चाहिँ भन्नुहोस् न भन्नुभयो। सो विशेष गरी चलचित्र मालती मङ्गलेको प्रमोसनल टुरमा छौँ हामी। पूर्वदेखि सुरु गरेर झापाको बिर्तामोड हुँदै इटहरी हुँदै हामी आज नेपालगञ्ज हुँदै त्यसै गरी पोखरा हुँदै आज चितवनमा आइपुगेका छौँ। तपाईँहरूकै ठाउँमा आइपुगेका छौँ। यो अब चाहिँ साथ दिनु मिल्छ? साथ दिनु होला। तपाईँले वावा भने साथ दिनुपर्छ। खानाले स्वाद पाउन सँगै अम्चुर आउनुपर्छ। सबलाई अमिलो मन पर्दो रहेछ। खानाले स्वाद पाउन सँगै अम्चुर आउनुपर्छ, शब्दले मिठास पाउन सँगै सुर आउनुपर्छ। जोसिँदै हुनुहुन्छ बल्ल। खानाले स्वाद पाउन सँगै अम्चुर आउनुपर्छ, शब्दले भाव पाउन सँगै सुर आउनुपर्छ। न्याय के हो थाहा पाउन गोर्खा जानु भन्थे, माया के हो थाहा पाउन भरतपुर आउनुपर्छ। यताबाट पनि ड्याङ हान्नु हो। अनि बिस्तारै मै यहाँ तर्सिसकेँ, उहाँलाई नतर्साउँ। चलचित्र मालती मङ्गलीको साङ्गीतिक टुरमा छौँ हामी। विशेष गरिकन सङ्गीतका कुराहरू यहाँले सुन्दै आउनुभएका, मैले पनि बच्चैदेखि सुन्दै आएको, यहाँले पनि बच्चैदेखि पक्कै पनि बच्चैदेखि सुन्दै आउनुभएको सुप्रसिद्ध गायक, हामी सबैको मनमा बस्न सफल गायक रामकृष्ण ढकाल दाई हुनुहुन्छ हामीसँग, जसको केही बेरमा गीत सुन्नेछौँ। एकपटक जोरदार ताली लगाइदिनुहोस् प्लिज। यो जोस चाहिन्छ चाहिन्छ। नायक तपाईँले बनाउनु भएको अभिनेता, अभिनयको 7 दिन 7 रातसम्म पनि बयान गरेर सुन्दरता नघट्ने सुन्दरी नायिका वर्षा रावतजी पनि हामीसँगै हुनुहुन्छ। यहाँबाट थाहा हुन्छ केटाहरू धेरै छन् भन्ने कुरा। दुईजनाको नाम लिँदाखेरि चाहिँ यो जोस देखिन्छ। त्यसै गरी यही नारायणी किनारबाट, यही चितवनबाट आफ्नो आवाजले संसारलाई मन्त्रमुग्ध पार्न सफल सरिना विक पनि हामीसँग हुनुहुन्छ। उहाँको पनि साङ्गीतिक प्रस्तुति हामीले सुन्नेछौँ। तर यथार्थमा भन्दा म राम्री केटीहरू भन्दा निकै टाढा छु। यो म्युजिक सुन्दाखेरि त गीतै गाउँदिन जस्तै। यो पुरानो गीत चितवनलाई सम्झेर एउटा गाउनै मन लाग्यो मलाई। यो जमानामा मैले क्यासेटमा सुनेको गीत रामकृष्ण ढकाल दाई भन्दा 2 वर्ष कान्छो क्यासेट चाहिँ कान्छो छ दाई भन्दा। म गाउँछु, गीतमा आउँछु। मैले राम्री केटी भन्दा थोरै टाढा बस्छु किन भनेको भने म 2 लाइन भन्छु। रिसेन्टली मेरो ब्रेकअप पनि भयो। त्यता पनि भएको छ। ऊ गर्दै हुनुहुन्छ प्याचा भोला जस्तो छ, किनकि ठुलो ऊ गर्नु भएन उहाँले। कहीँ काला फरक छ, कहीँ सेता फरक छ, हरेक मान्छे पछि यहाँ बेथा फरक छ। सबलाई टेन्सन छ मलाई। बेथा फरक छ भन्दा कहीँ काला फरक छ, कहीँ सेता फरक छ, हरेक मान्छे पछि यहाँ बेथा फरक छ। अब म मेन पोइन्टमा आउँछु। तिमी बिना बाँच्न सक्दिन भन्थी एउटीले मलाई। भगवान कसले बिचरा भने अहिले त्यही त। कहीँ काला फरक छ, कहीँ सेता फरक छ, हरेक मान्छे पछि यहाँ बेथा फरक छ। तिमी बिना बाँच्न सक्दिन भन्थी एउटीले मलाई। डायलग त्यही छ आज पनि, तर केटा फरक छ। लाज बसेका नगचराहरूलाई टुडी होइन, हामी टुडी खेल्न मात्र राख्दैनौँ। प्लिज प्लिज लिभ मी अलोन। लाज बसेका नगचराहरूलाई नारायणी किनारमा राखेर उडेर घुमाएर एक घन्न मन छ नाकको डाडी फसिले गरे।
प्रोग्रामबाट म डुप्लिकेट रवि लामिछाने पनि बिदा माग्दछु। नमस्ते। भुइँसम्म टेके मैले तिमी टेक्नो धुरी, सके दती छेकिदिउँला घाम आधी हुरी, पाखुरीमा ताकत रहे सम्म बोकी हिँड्छु हालेर काँधे खुरी। सिनेमा हेर्न जानुपर्छ वैशाखको 25 गते। धेरै कुरा के भनिन, अब दाइले भनिरहनु भएको छ। मालती मङ्गलेको लागि हामी देशभरि टुर गर्दै हिँडिरहेको छौँ, म्युजिकल टुर। तपाईँहरूले पनि चितवनले माया गरिदिनुहुन्छ भन्ने अपेक्षा गर्दछु। धेरै धेरै धन्यवाद। अनि तिमीले कहिलेसम्म मलाई काँधे कुरिहाल्छौ त बा? तँलाई अहिलेसम्म रे मालती मङ्गलले नचल्नुजेलसम्म हालिरहन्छ बाबु। त्यसो भए सरकारले पनि आइतबार र शनिबार छुट्टी दिने भएको छ। मलाई 2 दिन नै मालती मङ्गलले देखाऊ है बा। हुँदैन बाबु, शनिबार चाहिँ पढ्नु, आइतबार देखाउँला नि है। भुइँसम्म टेके मैले तिमी टेक्नु धुरी। थ्याङ्क यू सो मच। अब मालतीको बा। मेरो नाम मालती, उहाँ मेरो मङ्गली हुनुहुन्छ र हाम्रो चलचित्र यही 25 गते तपाईँहरूलाई सबैलाई थाहा भइसकेको छ। 25 गते रिलिज हुँदैछ। चितवनले यति धेरै माया दिइराख्नु भएको छ हामीलाई, मेरो अघिल्लो चलचित्रहरूलाई पनि र हाम्रो सबै नेपाली चलचित्रहरूलाई एकदमै धेरै माया दिइराख्नु भएको छ र यसलाई पनि दिनुहुन्छ भने आश गरेको छु। र यदि तपाईँहरूले माया दिनुभयो भने हामी फेरि पनि तपाईँहरूसँगै बसेर चलचित्र हेर्नेछौँ एज अ अडियन्स नै भएर। तपाईँहरूलाई चलचित्र मन पर्यो भने सबैजनालाई भनिदिनु होला, चलचित्र मन परेन भने एकचोटि फेरि पनि हेर्नु होला। किन भन्दाखेरि लभ एट फर्स्ट साइट सधैँ हुँदैन, फेरि भेटिराख्नुपर्छ माया बस्नको लागि। सो तपाईँलाई हाम्रो चलचित्र मन परेको छैन भने एकचोटि फेरि हेरिदिनु होला। के मन परेको छैन, मेरो काम मन परेको छैन, विजय दाइको काम मन परेको छैन भने हामीलाई पनि पर्सनली मेसेज गर्न सक्नुहुन्छ। र अहिले जति पनि तपाईँले पर्फर्मेन्सहरू देख्नुभयो, हाम्रो दाइको गानाहरू सुन्नुभयो, हाम्रो मेक्सिमको पर्फर्मेन्स पनि हेर्नुभयो, सबैले ट्याग गर्दाखेरि मालती मङ्गलेलाई पनि ट्याग गरिदिनु होला, मलाई पनि ट्याग गरिदिनु होला। भाइरल म मात्र किन हुने, तपाईँहरू पनि हुनु पर्यो, हो कि होइन? खै त हो, कस्तो लोसे हो चितवन त, यस्तो लोसे छ जस्तो लागेको थिएन त मलाई पहिला, हो कि होइन? यता मात्र सुने मैले, कसम मलाई साँच्ची आइ एम सो डिसअपोइन्ट होइन। चितवन आउँदाखेरि मलाई अझै पनि याद छ, अस्तिको पालि म मचमा आउँदाखेरि त कति धेरै एनर्जी, कति धेरै जोस थियो। मलाई त लागेको थियो अहिलेसम्म हाम्रो सबै टुरमध्ये सबभन्दा राम्रो, सबभन्दा धेरै एनर्जेटिक त चितवनमै हुन्छ जस्तो लागेको थियो। तास धेरै खानुभयो क्या तपाईँहरूले? हो रहेछ, तास धेरै खानु भएको रहेछ। अलिक कम गर्नु पर्यो मलाई हेर्नु, मैले त तास कम खान थालेर अलिकति वेट पनि कम गरेको छु। र यस, मालती मङ्गले वैशाख 25 है त। थ्याङ्क यू। नमस्ते चितवन, सन्चै हुनुहुन्छ? यो भोल्युम अलिक बढाइदिनु त प्लिज। अब यो भोल्युम पनि बढ्नु पर्यो अनि हाम्रो उता टाढा हुने दर्शकहरूलाई पनि अलि नजिक आएर हामीलाई सपोर्ट गर्नु होला भन्न चाहन्छु। र यहाँहरू सबैलाई आफ्नो अमूल्य समय निकालेर हाम्रो मालती मङ्गलेको यो साङ्गीतिक टुरमा साथ दिन आउनुभएकोमा यहाँहरू सबैलाई हृदयदेखि नै मालती मङ्गले टिमको तर्फबाट धन्यवाद दिन चाहन्छु। मालती मङ्गले वैशाख 25 गतेबाट नेपालभरिकै सिनेमाघरमा आउँदैछ र यहाँहरूले गीतहरूलाई धेरै मन पराइरहनु भएको छ। यसको टिजर ट्रेलरलाई, पछिल्लो गीत झ्याम्पारमलाई एकदम धेरै मन पराइरहनु भएको छ, एकदम रेस्पोन्स दिनुभएको छ। र म आफू पनि यो ठाउँबाट अलि बढी उत्साहित छु। म चितवनबाटै भएको कारणले गर्दाखेरि चितवन एउटा चाहिँ चलचित्र कलाकारहरू, सङ्गीतको कलाकारहरूको लागि एउटा ठुलो एउटा उर्वर भूमि पनि हो। यहाँबाट मैले पनि आफूलाई भनौँ न रिप्रेजेन्ट गर्दै नेपाल काठमाडौँ पुगेर आफ्नो एउटा सङ्गीतलाई अगाडि बढाउन पाएँ। यहाँहरूको माया सपोर्टले एउटा माया पिरतीको कथा, एउटा सामाजिक परिवेशको कथा, एउटा केही सन्देशमूलक कथा यहाँहरू समक्ष प्रस्तुत लिएर आएका छौँ। र यहाँहरूको माया बिना त्यसको कुनै अर्थ छैन र यहाँहरूले हेरेर त्यसको मूल्याङ्कन गरिदिनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ, हाम्रो टिम। र अब विजय बरालजीले केही मुभीको बारेमा भन्नुहुन्छ, त्यसपछि वर्षाजीले, अनि हामी यहाँलाई केही गीतहरू सुनाउनेछौँ, रमाइलो गर्नेछौँ, साथ दिनु होला है।